कुरा सन् 2007 को जब बार्सेलोना र युनिसेफको पार्टनरसिप भएको थियो र इन्टरनेसनल चिल्ड्रेन डेको मौका पारेर बार्सेलोना र युनिसेफले एउटा प्रोग्राम अर्गनाइज गरेका थिए। जुन प्रोग्राममा बार्सेलोनाका प्लेयरहरूले स्पेनका कयौँ बच्चाहरूसँग फोटो खिचाउन पर्ने थियो र यी बच्चाहरू ऱ्यान्डमली सिलेक्ट हुनेवाला थिए पुरै स्पेनबाट। लकी ड्रको माध्यमबाट सबै स्पेनभरिका बच्चाहरूले फर्म भरेका थिए। त्यसमध्ये लकी ड्रबाट कुनै कुनै बच्चाहरूलाई मात्रै फोटो खिच्नको लागि लकी ड्रमा सिलेक्ट गरिएको थियो। ती ऱ्यान्डमली सिलेक्ट भएका बच्चाहरूले कुनै न कुनै फुटबलरहरूसँग यतिकै फुटबलर पनि ऱ्यान्डमली सिलेक्ट भएर फुटबलरसँग ऱ्यान्डमली सिलेक्ट भएको बच्चाहरूमध्ये सबभन्दा सानो बच्चाको नाम थियो लमिन यामाल। पुरै स्पेनबाट ऱ्यान्डमली सिलेक्ट भएको लमिन यामालको फोटो खिचाउने मौका पर्छ 20 वर्षको बार्सेलोनाको प्लेयर लियोनल मेस्सीसँग। यही प्रोग्राममा लियोनल मेस्सीले लमिन यामाललाई नुहाएको फोटो खिचेका थिए। प्रोग्राम सकियो र प्रोग्राम सकेपछि त्यो फोटो धेरै वर्षसम्म इर्रेलिभेन्ट रह्यो के। धेरै मान्छेले त्यो फोटोलाई ख्याल गरेनन्, तर भाग्यले यिनीहरू दुईटाको लागि केही अरू कुरा लेखिसकेको थियो के। भाग्यले केही कुरा रचिसकेको थियो यिनीहरू दुईटा मेस्सी र लमिन यामालको लागि। यो कुरा विश्वास गर्न एकदमै गाह्रो छ कि पुरै स्पेनबाट ऱ्यान्डमली सिलेक्ट भएको लमिन यामाल क्लब हुन्छ ऱ्यान्डम प्लेयर अफ द बार्सेलोना हु वाज लियोनल मेस्सी। अनि केही वर्षपछि लमिन यामालले जोइन गर्छ ला मासिया, अनि त्यसको केही वर्षपछि त्यसले जोइन गर्छ बार्सेलोना। बार्सेलोनामा के हुन्छ भन्दा लमिन यामालले लाउँछ मेस्सीको पहिलो जर्सी नम्बर 19। त्यसपछि फेरि बार्सेलोनाको लागि लमिन यामाल लाउँछ मेस्सीको जर्सी नम्बर 10, आइकोनिक जर्सी नम्बर 10 लाउँछ बार्सेलोनामा लमिन यामालले। जब लियोनल मेस्सीले लमिनसँग फोटो खिचाएका थिए नि तब पनि मेस्सीले लाउँथे 19 नम्बरको जर्सी फर बार्सेलोना। त्यो फोटो खिचाएको 19 वर्षपछि 19 वर्षको लमिन यामाल स्पेनको लागि 19 वर्षको जर्सी ल्याएर 19 जुलाईमा खेल्नेवाला छन् फाइनल, वर्ल्ड कप फाइनल, त्यो पनि लियोनल मेस्सीको विरुद्धमा। दिस इज द ब्युटी अफ फुटबल। यस्तो स्टोरी कोहीले पनि लेख्न सक्दैन। यो स्टोरी पिक हो। 19 वर्ष अगाडि खिचाएको फोटोको दुईजना व्यक्ति जो फोटोमा थिए तिनीहरू अहिले 19 वर्षपछि खेल्नेवाला छन् वर्ल्ड कप फाइनल एक अर्काको विरुद्धमा। दिस इज द बिगेस्ट कोइन्सिडेन्स अफ फुटबल। फुटबलमा यतिको कोइन्सिडेन्स आजसम्म भएको थिएन। त्यही भएर यो फाइनल एकदमै स्पेसल छ। यो फाइनलबाट ग्रेटनेस जेनेरेसन टु जेनेरेसन सर्नेवाला छ। पुरै जेनेरेसन टु जेनेरेसन, नट एज टु एज, जेनेरेसन टु जेनेरेसन ग्रेटनेस सर्नेवाला फाइनल हो यो। त्यति बेला कसैले पनि सोचेको थिएन कि त्यो मेस्सीले नुहाएको बच्चा 19 वर्षपछि आफ्नो 19 वर्षको उमेरमा आफ्नो जिन्दगीको पहिलो वर्ल्ड कप फाइनल खेल्नेवाला छ, त्यही पनि त्यही मान्छेसँग जसले उसलाई नुहाएको थियो। लियोनल मेस्सीको विरुद्धमा पहिलो फाइनल खेल्नेवाला छ भनेर यो कोहीले पनि सोचेको थिएन। त्यही भएर यो अर्जेन्टिना भर्सेस स्पेन फाइनल हुनेवाला छ एकदमै स्पेसल। सबैको लागि स्पेसल हुनेवाला छ। यामालको लागि स्पेसल, मेस्सीको लागि स्पेसल, फुटबल फ्यानको लागि स्पेसल, बार्सेलोना फ्यानको लागि स्पेसल, पुरा फुटबल जगतको लागि यो फाइनल एकदमै स्पेसल हुनेवाला छ। अब हेरौँ डेस्टिनीले यिनीहरू दुईटाको लागि के रोजेछ। 19 वर्ष अगाडि जे रोज्यो त्यो अब अहिले भेटिँदैछन्। 19 वर्ष अगाडि कोहीले सोचेको थिएन कि यस्तो हुनसक्छ भनेर, तर हुँदैछ। यो हो डेस्टिनी। यिनीहरूले अब कहाँ पुर्याउँछ थाहा भएन, तर फुटबलमा यत्तिको हेर्न पाउनु भनेको पिक हो कि। हामीले यो भाग्यमानी हो कि हामीले फुटबलमा यत्तिको हेर्न पायौँ, यत्तिको स्टोरीलाइन हेर्न पाछन्, यत्तिको कोही पनि देख्न पाइन्न। त्यही भएर यो फाइनल एकदमै स्पेसल हुनेवाला छ अर्जेन्टिना भर्सेस स्पेन।